सम्पूर्णमा शुभकामना तपाईहरु लगायत तपाईहरुको सम्पूर्ण परिवारजनमा। आज विजयादशमी 2082 सालको उपलक्ष्यमा आज हाम्रो टीका लगाउने कार्यक्रम छ। सबैभन्दा ज्येष्ठ मेरो बुवा ज्ञानबहादुर राणाले माइली बुहारीलाई टीका लगाइदिनु भएको छ। तीन कन्या चार पुत्र भन्नु भएको छ। सन्तानले डाँडा काँडा धाकोस् भन्नु भएको क्या। यो बहिनी सुषमा, यो सानो नानी, यो अझका पहिला फेरि मुर्दार भन्छ नि यो माइली बुहारी। यहाँ के अरे कस्तो चुट्टे के हाल पुछेन भाइ हेर त किरैले लिएर आज पैसा त यहाँ भिडियो खिच्नु नासिस केही हुन्न के आफ्ना आमालाई के हुन्छ र पैसा फुटेर लाग्छ मलाई। टीका चाहिँ यहाँ टाउकामा त छर्नु है। अघि यहाँ छरेर म ढोल धेरै छ। मेरो त भाग्य मान्छे तर बजटै बस्यो होला। अहिले म आफै लाएर टीका ला फोटो खिच्नु ल परमेश्वरी आफूभन्दा ठुलो बडाको आशीर्वाद लागोस् हैन। आफैले पुरै सरप फलान्छ। जान्दैन के तैले फला मम्मी सन्दाइले छोरी गनम ओहो पैसा पर्दैन दिनु पर्दैन पैसा पर्दैन दशैंमा नलिगेर ल छोरा खुट्टामा ढोगर्ने चलन छ। नमस्कार हैन। हाम्रो विजयादशमी यस्तो राम्रो भयो। तपाईहरुको कस्तो भयो हैन? ओके नानी भयो भयो। ल त्यो दुईटालाई पनि दे त। नानी कति धेरै लाको भने डाँडाकाले सन्तान धाकोस् पर्दैन भाउजू आइस्यो मामु भिडियो खिच्छ ल परमेश्वरी सन्तानले डाँडा काँडा धाकोस्। ल परमेश्वरी अलि धेरै पैसा कमाएस्, आफू नरमाएस्, घर परिवारलाई अच्छा से पालेस्। त्यस्तो चाहिँ नभन्नु न होला। खुट्टा दिँदा फेरि सबै फ्याङ्गै पार्यो। यहाँ कस्तो भएको छ म त सन्चना ए लौ माने धेरै अग्लो भएको पाइन्छ के नै साउ आइज ए बस बस न सुषमा हुने के मगाइ लाउँछु निशान आउँछ कि ए बिसमा आउँछ कि कम सबिन्द्र आना मगर नानी आउँछ अहिले पछि जाऊ बिसमलाई लाइस ल ल ल ल मेरो बहिनी टीका लगाउन आइसिन्। ल मेरो बहिनीले टीका लगाउन आएको छ। गाइस यो मेरो बहिनी हो। कति कस्ती छिन् कमेन्ट गर्नु होला। कोहीले मन परेछ आशीर्वाद दिनु न। डाँडा काँडा भव लाउरे बुढा पाएस्। के अरे भागेर गइस् भने दाइले पिटाइ खाएस्। दाइको नमस्ते नमस्ते। हाम्रो माइटी ठोली फुपू अनि कविता भान्जी अनि कविता भान्जीको छोरा अनि हाम्रो कमला भान्जीको बाबु ठुलो छोरा अनि कविता भान्जीको ठुलो चाहिँ छोरी अनि हाम्रो भान्से बुहारी माइली बुहारी
अहिले दसैँको उपलक्ष्यमा नास्ता खाँदै हुनुहुन्छ यो डेटा हो डाटाबाट चलेको अब खाना अब दसैँको खाना नमिठो भयो भने मिठो मानेर खानु होला सरर लाएर खानु 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 खानुपर्छ है मस्त ए यस्तै हो कि दसैँ गाउँको दसैँ अब बजारको दसैँ भएर कुर्सी टेबलमा च्याप्प हुन्छ गाउँको दसैँ हेर्नुहोस् गाइज गुन्द्रीमा बसेर सरर लाएर खानी हो ल हेर्नु ल टिका लगाइदिन्छु है कस्तो गरेको भनेको मान्ने बरालेर नहिँड्ने अनुहार पनि पैसा दिनु पर्यो माले त